साथीहरु एकैछिन यो भिडियो सुन्नु है त खोटाङका माननीय आर्यन राईसँगको कुराकानी है। हेलो नमस्कार हजुर। यो विदेशबाट हामीले यसो त्यो उसमा सहयोग गर्नको लागि के हामीले सहयोग गर्न सक्छौं हजुर त्यहाँ? सर त्यो भोलि उयो बनाउने भनेको छु, ग्रुपको क्यूआर कोड बनाउने भनेको छु हैन, दुईजना खाता खोलेर हजुर त्यसपछि त्यसमा म तपाईले क्यूआर सेन्ड गरिदिन्छु नि ल। अहिले सहयोग गर्न सकिदैन? अहिले त हजुर अब म मेरो पर्सनल क्यूआरमा पैसा दिने गर्दिन। हजुर अनि हाम्रो घरकाजीले त तपाईको त्यो नम्बर हाल्नु भएको छ सहयोगको लागि भनेर नि। कन्ट्याक्ट गर्नुभयो, राम्रो छ, कन्ट्याक्ट गर्नुभयो, ठिक छ, तर म भोलि त्यो गरिदिन्छु नि ल। हजुरको नाम चाहिँ? म आर्यन हो सांसद। ए हजुर, ए ल ठिक छ ल ठिक छ। अनि यो तपाईको अहिले सरकारले त तपाईको व्यक्तिगत नम्बर खाताहरू राखेर सहयोग माग्न पाइँदैन भनेको छ नि त फेरि? आठ सरकारले भन्दै गर्छ नि हो, यो राम्रो काम गरेर के गर्छ फटा अरु बदमासहरुले पो त्यो दुनिया तरिका हुन्छ, हामीलाई के गरौ हौ। हैन तपाईको अब सरकारले त भनेको छ नि त तपाईको जुन सरकारले तोकेको छ त्यसमा सहयोग गर्नु होला, कसैको पनि बाबा सरकारले भने त सरकारले भन्नु नि त, त्यसै भए उता गएर किन मलाई फोन गरेर हैन तपाईहरुले यसरी सरकारले गरेको बेला तपाईहरुले सरकारको किबुगारलाई शेयर गरेर चाहिँ सहयोग अपिल गर्नु पर्यो, तपाईहरुले आफ्नो पर्सनल नम्बर राखेर अपिल गर्न पाउनुहुन्छ त? फोन गर्नु भएको तपाईले? हजुर फोन गर्नु किन फोन काट्ने? मान्छे कहाँ के अवस्था हुन्छ फोन गरेपछि हामी चाहिँ तपाईको जिल्लाको मान्छे हो के, तपाईको खोटाङकै जिल्लाको मान्छे हो, साकेला गाउँपालिका। तपाईलाई चिन्छ हामी? कुन ठाउँको खोटाङको? साकेला गाउँपालिका। कुन ठाउँ खोटाङको? कुन चाहिँ वडा हो? माने भन्ज्याङ। माने भन्ज्याङमा चाहिँ हावा तारिकै फोन गरिरहेको छ, फोन काट्नु। अनि तपाईहरुले यसरी पर्सनल नम्बर राखेर तपाईहरुले त्यसरी गर्न पाउनुहुन्छ त? ए त तिमीले मलाई सिकाउनु हुन्छ यार, हाको तिमीले सिकाउनु को मलाई? सिकाउने हैन के, तपाईहरुलाई भनेको मात्रै हो, सल्लाह मागेको मात्रै हो। सरकारलाई साथ दिएर सरकारको क्यूआर शेयर गर्ने हो नि त तपाईहरुले त? तिमी हैन न, तिमी विदेशमा बसेर यहाँ सिकाउँछ यार। विदेशमा तपाईँ पनि जानु होला नि, त्यो विदेशमा बस्ने भन्ने हैन के, तपाईहरुले सरकारले गरेको लागि शेयर गरेर तपाईहरुले सहयोग अपिल गर्नुपर्ने हो। यहाँ फिल्ममा काम गरे, यहाँ फिल्ममा काम हल्ला गर्छ यहाँ। हामी पनि काम गरेकै मान्छे हो के। तिम्रो डकुमेन्ट पाउँदा तिम्रो डकुमेन्ट पाउ, यहाँ के रहेछ म हेर्छु। किन डकुमेन्ट पठाउनु पर्यो मैले? सिकाउँछ गरा